पुण्यं न पापं न सौख्यं न दुःखं। हेलो गाइज है हामी चाहिँ अब तीनजना दाजुभाइ टक्क तरिकाले होइन यसो लन्डन घुमौँ भन्न आएको होइन जान लागेको छौँ होइन। लन्डनको हामी अहिले कालिम्पोङमा छौँ टक्क तरिकाले चाहिँ नि हामी चाहिँ तीनजना चाहिँ एकदम स्वरोजगार होइन स्वरोजगार म गर्छु कफी सपमा, भाइले गर्छ किचन असिस्टेन्ट, उसले गर्छ हाम्रो सेल्स असिस्टेन्ट होइन है सबै यो अरुणको सबै झुटो हो कस्तो भन्यो त नि भन्दाखेरि चाहिँ होइन हामी जतिकै मान्छे चाहिँ लन्डन आउनु भनेको लन्डनको लागि एकदम चाहिँ फल्लाइ कुरा होइन अनि हाम्रो लागि घाटादायी कुरा हो। घाटादायी कुरा लन्डनले अब तीनजना मान्छेलाई सम्हाल्न सकेन भने चाहिँ लन्डनमा चलाइदिने भन्ने हाम्रो व्यवस्था विशेषता हो होइन। त्यो पनि अब के छ भन्दाखेरि चाहिँ लन्डन विषयमा गरेर चाहिँ हामी अब के गर्छ भन्दाखेरि फोटो खिच्नु होइन हामी लन्डन विषय गरेर त्यहाँ यसो भ्लग बनाउने काम गर्छौँ। अरू भाइ त्यस्तै हो। अब हाम्रो बाँकी चाहिँ हाम्रो एकेन्द्र गफिलले ल आज हाम्रो सेकेन्ड ब्लग लन्डनको र वेलकम टु माई सेकेन्ड ब्लग। आज हामी चाहिँ घुम्न भनौँ कि यसो केही सर्चिङमा जाँदैछौँ। इट्स टप सिक्रेट होइन, यदि भेटाइहाल्यो भने पनि तपाईँलाई जानकारी दिनेछौँ। अरू त त्यही हो। अहिले हामी टक्क भर्खर रुमबाट निस्किएर अगाडि बढिरहेछौँ। यो गल्ली हुँदै अगाडि छौँ अहिले। म चाहिँ अर्जुन सर, म चाहिँ भाइ, ऊ चाहिँ भाइ हो। कस्तो सर यो भ्लगन तरिकै भने मान्छे कसरी भएन त भन्नु। घरमा निस्किया मुत्न गएको हग्न गएको अनि मुत्न गरेर गयो भन्छ त्यो अनि मुत्न भ्लग हुन्छ अनि मुत्न गए चाहिँ के भन्छ त अलिकति राम्रो राम्रो कुरा लन्डनमा देखाउने हो नि। राम्रो कुरा रियालिटी हो, ग्राउन्ड रियालिटी हुन्छ। रियालिटी कस्तो रियालिटी यहाँको रियालिटी के हो त बुझाउनु पर्यो नि। कस्तो छ भ्लग बनायो के हो लन्डनको एक्सप्लोर गर्ने हो होइन। तपाईँले मलाई मसँग भिड्नै लागि सोचिरहेको कि के हो? तिमीसँग पनि किन भिड्नु? तिमी त मेरो साथी हो। बसमा जाने भन्ने प्लान थियो हाम्रो। फेरि अलि बढी टाइम लाग्ने भयो। 86 मिनट हो कि कति 97 मिनट त्यस्तै देखाइरहेको थियो। त्यही भएर चाहिँ अब हामी ट्रेनमा जान्छौँ। ट्रेनमा गयो भने इजी पनि हुन्छ, अलिक छिटो पनि पुगिन्छ। त्यही भएर हामी अब ऱ्यापिड रूपमा मेट्रोमा जाने हो। मेट्रो स्टेसन त अलिकति उता छ, योभन्दा उता देखिरहेछ त्यो खम्बा छ बिजुलीको पोल छ त्यहीँनिर छ। ट्राभल गर्नको लागि चाहिँ वेस्टर्न कार्ड चाहिन्छ तपाईँको। बसमा जाँदाखेरि पनि ट्रेनमा जाँदाखेरि पनि नेसेसरी हुन्छ, किनकि अब त्यसै टिकट काट्यो भने महँगो हुन्छ। यसमा गयो भने अलिकति सस्तो हुन्छ। प्लान चेन्ज गर्नुमा तपाईँको यस्तो हो। हामी अब यस्तो हामी एकदम विकसित देशका मान्छेहरू देशका मान्छेहरू नै हो। हामी प्लान चेन्ज गर्दै हुनुहुन्छ। भाइ तिम्रो त्यो वेस्टर्न कार्ड पैसा छ 20 हाल्यो अस्ति। कहिले हाल्यो? कहिले जाने भयो? अब टप गरे हो आएन खैरेले से म लोड गर्न मिल्छ नि आउँछ गर्न टपक गर्न कार्डलाई उसमा हाल्नु केमा त्यो के गर्नुपर्छ भन्दाखेरि त्यो वेस्टर्न कार्डलाई चाहिँ हामीले पहिला सुरुमा टिएफएल भन्ने एउटा एप हुन्छ होइन, त्यो डाउनलोड चेक गर्न मिल्छ होला भन्छ। डाउनलोड सुरु नै मेरो डाउनलोड गर्ने अनि त्यहाँ चाहिँ तिम्रो कार्डको नम्बर हाल्ने, त्यहाँदेखि तिम्रो कार्ड देखाउँछ होइन। कार्ड त्यहाँ टपअप पनि देखाउँछ। टपअप चाहिँ कसरी गर्ने, टपअप कसरी गर्ने भन्दा टपअपमा जाने, टपअपमा गएर चाहिँ तिमीले त्यहाँ ब्याङ्कको कार्डहरू हाल्नुपर्छ, कार्ड नम्बरहरू हाल्नुपर्छ होइन। त्यहाँबाट टपअप गर्नु बुझ्यो नि। अब कुरा सुन्ने ठुलो मान्छेको कुरा सुन्ने, मेरो सुन्ने होइन नि। फेरि मलाई थाहा छैन, म पनि अनि अरू भनेर चाहिँ अब लन्डनमा चाहिँ सेक्युर भएर हिँड्नुपर्छ। आइफोन साइफोन बोकेर हिँड्नु धेरै आइफोन बोकेर हिँड्नु पनि अलिकति सेक्युर तरिकाले एकदम स्ट्रङ तरिकाले होइन। त्यही भएर त मैले सामसङ बोकेर हिँडिरहेको छु। मैले नि एप्पलको यता चाहिँ ट्याप इन गर्ने सरी, अनि ट्याप इन गरेर माथि जान्छौँ। अब यो चाहिँ 2 तलावाला बस हो। अनि यो सिँढीबाट त्यहाँ एकदम माथि जाने। हामीले फ्रन्ट भ्यू हेर्ने भनेको तर लास्टमा पऱ्यो। अब ठिकै छ, चित्त बुझाउँ के कुराहरू चित्त बुझाउनु पर्छ जिन्दगीमा। त्यही हो। कतिको सपिङ भयो भाइ तिम्रो आउँदाखेरि? 1 लाख। 1 लाखको जुत्ता के किन्यो भाइ भन त? युटेन्सिल्स आफूले लाउनु पर्ने त्यही त अब खाने 1 लाख बेसी भयो है। तपाईँको कति जति भयो? मेरो त कति भयो यार सबै मिलाएर 1 लाख लाग्यो। मेरो धेरै लागेन हो, 40-45मा मेरो सबै काम भयो। मेरो कति गयो थाहा छ? कति गयो? 70 कि 80 गयो। 70-80 भन्छ यहाँको खतरा नाइके भनेको हाम्रो भाइ 1 लाख बेसी भयो। नाइके 8 जुत्ता 15,000को अनि 15-8 1 लाख
कस्तो हुँदो रहेछ भनेदेखि यहाँ गाडीको अवस्था नै बुझ्न नसकिँदो रहेछ। तपाईँ 1 घन्टाभित्र जति पनि गाडी चेन्ज गर्नुहुन्छ भने त्यसको चार्ज नलाग्ने रहेछ होइन। सुरुमा तपाईँले चढ्दाखेरि 1.75 कति देखाउँछ होइन। अनि त्यसले चाहिँ सुरुमा तपाईँले ट्याप गरिसकेपछि त्यो ट्याप गरेको 1 घन्टाभित्र तपाईँ पुरै लन्डनको जतिसुकै गाडी चेन्ज गर्नुहुन्छ चार्ज नलाग्ने रहेछ होइन। यदि 1 घन्टा क्रस भयो कि फेरि 1.75 अर्को चार्ज लाग्ने रहेछ भने चाहिँ यो बुझ्यो। लन्डनको भिरकुटी भन्नु भएको छ हामी चाहिँ जे टाउन भने नि भिरकुटी मण्डप हो क्या यो लास्टै। कहीँबाट पोजिटिभ रेस्पोन्स छैन यत्रो बजार हुँदा पनि। जिन्दगी मै नेगेटिभ भएर हो कि यति पोजिटिभ रेस्पोन्स आएको हुन्छ कि नेगेटिभ मान्छेको सङ्गत गरेर हो हराउँदैन हराउनु त। तर लास्टै छ यार यो त यो मार्केट लास्टै आर्टहरू यो स्ट्रिट कस्तो भइरहेछ आज हामी गाइस आज मारिन्छ जस्तो छ रोशनी सँग बिहे नगरी मार्नु सिना मलाई गाइस बचाऊ। कति किन्नु हो त पुरानै लिएर आउनु सर हो मतलब घरतिरै फेरि पहिला अनि धेरै नगरे अनि 10,000को जुत्ता किन्नु र हामी अब यहाँ स्टेसनमा छौँ अहिले बसको कुराइमा छौँ होइन। दिनभरि भागदौड गरेर अब होइन अब रुममा जाने खरमा छौँ। अरू कतै खै बेला बेला कतै झस्किनुहुन्छ खै के भएको छ होइन। दिनभरि उता सर्चिङ गरेर बल्ल आइयो यता ब्लग बनाउन पाएन धेरै किनकि आज दिनभरि पानी परे हिँडाइ भयो। त्यही भएर ल जतिसम्म आज यो मैले भिडियो बनाएको छु हेरेर साथ दिनु होला र मन परेमा लाइक सेयर र सब्सक्राइब गरिदिनु होला।